नमस्ते, म पारस सोली, कानुनको विद्यार्थी। देश बिस्तारै बिस्तारै चुनावमय हुँदैछ। फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ भन्ने कुरा त हजुरहरूलाई थाहा नै छ होला। निर्वाचन सम्पन्न भइसकेपछि बन्ने नयाँ सरकारको गठन प्रक्रिया कसरी हुन्छ, त्यसमा नेतृत्व चयनको कुराहरू चाहिँ कसरी हुन्छ भन्ने कुरा चाहिँ हामीले जान्नुपर्ने हुन्छ। त्यसको लागि वर्तमान संविधानको धारा 76 लाई खोल्नुपर्ने हुन्छ। 76 को उपधारा 1 ले के भन्छ भन्दा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछ भन्ने सम्बन्धी व्यवस्था गरेको छ। यसपछि यदि कदम कदाजी कुनै पनि पार्टीले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न नसकेमा अन्य प्रक्रियाहरू पनि छन्, जुन प्रक्रियाहरू उपधारा 2, 3 त्यसैगरी 5 मा उल्लेख गरिएको छ। ती विषयमा हामी अहिले कुरा गर्दैनौँ। हामीले गर्न लागेको महत्त्वपूर्ण विषय भनेको मैले अगाडि भन्दै गर्दाखेरि वाचन गरेको एउटा शब्द छ संसदीय दलको नेता। आखिर को हो त संसदीय दलको नेता? संसदीय दलको नेता बन्न के गर्नुपर्दछ र यो संसदीय दलको नेता चयन गर्ने प्रक्रिया के हो? यो अहिलेको विषयमा हामीले बुझ्नै पर्ने र जान्नै पर्ने विषय बन्न आएको छ। किनभने धेरै जसो कथाचित जानेका भन्ने व्यक्तिहरूले पनि संसदीय दलको नेतालाई पार्टीको सभापति वा पार्टीको अध्यक्षको रूपमा एउटै तह र एउटै पदका रूपमा बुझ्दै आउनुभएको छ, जुन कुरा बिल्कुलै गलत हो। हामीले बुझ्नुपर्ने हुन्छ संसदीय दलको नेता भनेको के हो त? त्योभन्दा अगाडि संसदीय दल भनेको के हो त्यो बुझ्न नितान्त जरुरी छ। राजनीतिक दल सम्बन्धी ऐन 2073 को व्यवस्था अनुरूप सङ्घीय संसद वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा 2 स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने राजनीतिक दलले सङ्घीय संसदीय वा प्रदेश संसदीय दलको गठन गर्न सक्ने व्यवस्था छ। साथै सो दलबाट निर्वाचित हुने सांसदहरू सम्बन्धित दलको सङ्घीय संसदीय दलका सदस्यहरू रहन्छन्। यसका साथै यदि कुनै पनि व्यक्ति चाहिँ स्वतन्त्र रूपमा निर्वाचित भयो भने र पछि गएर कुनै राजनीतिक दलको सदस्यता प्राप्त गर्यो भने सो व्यक्ति सो दलको सङ्घीय संसदीय दलको सदस्य हुन पुग्दछ। अहिलेसम्म हामीले सामान्यतया संसदीय दल भनेको के हो भन्ने कुरा बुझ्यौँ। अब भने हामी मुख्यतया विषयमा विषयान्तर गर्छौँ। हामीले बुझ्न चाहेको र छलफल गर्न चाहेको विषय भनेको संसदीय दलको नेता हो र यसको चयन कसरी हुन्छ भन्ने प्रश्न हो। पहिले हामीले बुझ्नुपर्ने हुन्छ संसदीय दलको नेता भनेको के हो त? संसदीय दलको नेता भनेको अरू केही पनि होइन। यो भनेको केवल के हो भन्दा संसदभित्र रहँदा अर्थात् विधायिकामा रहँदा आफ्नो पार्टीको प्रतिनिधित्व गर्ने अर्थात् नेतृत्व गर्ने व्यक्ति भनेको संसदीय दलको नेता हो। अब हामीले यस सम्बन्धमा यसले के भन्छ भन्ने सम्बन्धमा बुझ्न नितान्त जरुरी हुन्छ। हामी कहाँ भएको राजनीतिक दल सम्बन्धी ऐन 2073 छ। यसको व्यवस्था अनुरूप सङ्घीय संसदीय दलको चयन पार्टीको निर्देशन बमोजिम निर्वाचित सांसदहरूले आफूहरू मध्येबाट एकजनालाई सङ्घीय संसदीय दलको नेता चयन गर्छन्, जसका लागि निर्वाचन सम्बन्धी अन्य व्यवस्थाहरू राजनीतिक दलको विधानमा उल्लेख गरे बमोजिम हुने कुरा ऐनमा स्पष्ट उल्लेख गरेको छ। र निर्वाचन सम्बन्धमा चाहिँ सम्बन्धित राजनीतिक दलको विधानमा उल्लेख भए बमोजिम हुन्छ भन्ने कुरा पनि ऐनले भनिसकेपछि हामी कहाँ भएका ठुला राजनीतिक दलहरूमा के कस्तो विधानको व्यवस्था रहेको छ त्यो कुरालाई पनि बुझ्न जरुरी हुन आयो। त्यसको लागि यसभन्दा अगाडिको निर्वाचनमा चाहिँ सबैभन्दा ठुलो दल भनेको नेपाली काङ्ग्रेस थियो हैन। नेपाली काङ्ग्रेसको विधान बमोजिम चाहिँ संसदीय दलको निर्वाचन हुने गर्दछ र पार्टीभित्रै निर्वाचित सांसदहरूबाट संसदीय दलको निर्वाचनमा 51% भन्दा बढी मत प्राप्त गर्ने व्यक्ति संसदीय दलको नेतामा चयन हुन्छ। त्यसैगरी एमालेको हकमा पनि बहुमत प्राप्त गर्ने व्यक्ति चाहिँ संसदीय दलको नेता चयन हुन्छ र यसैगरी रापरपा त्यसैगरी जसपा लगायतका अन्य राजनीतिक दलहरूले पनि बहुमत जुटाउन सक्ने निर्वाचित सांसद पार्टीको संसदीय दलको नेता हुन्छ भन्ने कुरा विधानमा उल्लेख गरेको अवस्था छ। मैले यति कुराहरू ऐनमा भएको व्यवस्थाहरू उल्लेख गरिसकेपछि हजुरहरूले कुनै पनि राजनीतिक दलको पार्टी सभापति अथवा अध्यक्ष र सो दलको संसदीय दलको नेता फरक हो भन्ने कुरा चाहिँ बुझिसक्नुभयो होला भन्ने मैले आशा गरेको छु। दलको पार्टी सभापति भनेको सो राजनीतिक दलको सङ्गठनात्मक प्रमुख मात्र हो र निजले नीतिगत कार्यहरूमा साथै पार्टीको महाधिवेशनको क्रममा नेतृत्व गर्ने भूमिका निर्वाह गर्दछ। सो व्यक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद नै हुनुपर्दछ भन्ने कुरा
हुँदैन। अब संसदीय दलको नेता चाहिँ कसरी पार्टी सभापति वा अध्यक्षभन्दा भिन्न भयो भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ। संसदीय दलको नेता भनेको संसदभित्र प्रतिनिधित्व गर्ने व्यक्ति हो, जुन पार्टीले आफ्नो आन्तरिक निर्वाचनबाट निर्वाचित सांसदहरूले निर्वाचन गरेर पठाउँदछन्। अर्को कुरा, संसदीय दलको नेता हुन निर्वाचित सांसद हुनुपर्दछ भन्ने कुरा पनि यसले जनाउँछ। अत कुनै पनि राजनीतिक दलको सभापति वा पार्टी अध्यक्ष र सो दलको संसदीय दलको नेता भन्ने कुरा दुवै भिन्न भिन्न कुराहरू र भिन्न भिन्न पद हुन्। यसका लागि सिलेक्सनको प्रक्रियाहरू छुट्टै छुट्टै हुने गर्दछ र सोसँग सम्बन्धित व्यवस्था हामी कहाँ भएको ऐन, त्यसै गरी सम्बन्धित पार्टीको विधानले पनि स्पष्ट रूपमा उल्लेख गरेको हुन्छ। अत आजसम्म हामीले जसरी पनि एउटा पार्टीको सभापतिलाई संसदीय दलको नेता हुने र सोही व्यक्ति नै पछि गएर प्रधानमन्त्रीको लागि चाहिँ हकदार हुने भन्ने बुझेका थियौँ, त्यो कन्सेप्ट चाहिँ अबदेखि चाहिँ हामीले त्यसरी बुझ्नु हुँदैन भन्ने कुरा चाहिँ तपाईँहरू माझसम्म यो मेरो सन्देश पुग्यो होला। यति कुराले पनि हाम्रो बुझाइमा परिवर्तन ल्यायो होला भन्ने मैले आशा राखेको छु। हामीले बुझ्दै नबुझिकन सामाजिक सञ्जालमा यो पपुलिजमको भरमा लागेर कमेन्ट गर्ने, सेयर सब्सक्राइबहरू गरिहाल्ने त्यस्तो कामहरू चाहिँ हामीले गर्नु हुँदैन। हामीले चाहिँ के चलिरहेको छ भन्दा पनि के सत्य हो, के तथ्य हो, होइन, कानुन के बोल्छ, संविधान के बोल्छ, होइन, वास्तविकता के हो भन्ने कुरा चाहिँ पहिले आउनुपर्ने हुन्छ र त्यसपछि मात्रै हाम्रो निर्णय चाहिँ अरूमाझ साझा गर्नुपर्ने हुन्छ। त्यो भएको हुनाले हाम्रा उम्मेदवार हुनै लागेका व्यक्तिहरूबाट पनि कुनै पनि व्यक्तिलाई, मैले व्यक्तिको नाम चाहिँ लिदिनँ अहिले, उहाँले चाहिँ कुनै पनि अर्को उठ्न लागेको व्यक्तिलाई इङ्गित गरी उहाँलाई सभापति नबनाइकनै कसरी प्रधानमन्त्रीको लागि चाहिँ सिफारिस गरियो, त्यसरी त संविधानको व्यवस्था अनुसार त संसदीय दलको नेता नै प्रधानमन्त्री हुन्छ भन्ने व्यवस्था छ र सामान्यतया हामीले बुझेको कुनै पनि पार्टीको सभापति नै संसदीय दलको नेता हुन्छ भनेर बोलिराख्नु भएको र इन्टरभ्यू दिइराख्नु भएको मैले पाएको हुनाले यस्तो मिसइन्फर्मेसन चाहिँ हामीले स्प्रेड गर्नु हुँदैन। पहिले बुझ्नुपर्छ के छ त कानुनी व्यवस्था भन्ने कुरा हामीले बुझ्नु नितान्त जरुरी छ भन्ने मलाई आवश्यक लाग्यो र मेरो मनमा पनि खुल्दुली लागेको थियो यो प्रश्न। जबकि हामीले सामान्यतया सानो कक्षामा पढ्दै आएको चाहिँ कुनै पनि राजनीतिक दलको पार्टी सभापति वा अध्यक्ष नै संसदीय दलको नेता हुन्छ कि भन्ने खालको त्यो खालको भरम थियो। तर जब राष्ट्रपालले बालेन शाहलाई प्रधानमन्त्रीको लागि अगाडि सार्यो र रवि लामिछानेलाई पार्टी सभापतिको रूपमा अगाडि सार्यो, यो गरिसकेपछि चाहिँ हामी कहाँ भएको जुन एक किसिमको एउटा थट थियो त्यसलाई चाहिँ फ्याक्लकै दुई टुक्रा पार्ने काम गर्यो। जबकि हामीले के बुझिराखेको थियौँ भन्दा पार्टीको सभापति नै संसदीय दलको नेता हुन्छ होला भन्ने सोचेका थियौँ। त्यो खालको मानसिकता हामी कहाँ विकास भएको थियो। पक्कै पनि यही हो त भन्ने कुरा मलाई पनि कता कता लागिराखेको थियो र मैले सामाजिक सञ्जालमा आइरहेका ती कुराहरूलाई पनि मनन गर्दै आफैले नै अध्ययन गरेँ र ऐनमा पनि हेरेँ, साथै रिफरेन्सको रूपमा कान्तिपुरको पोस्टहरूलाई पनि मैले लिइहालेँ, त्यो गुगलमा गएर हेरेँ। त्यो हेर्दाखेरि चाहिँ धेरै कुराहरू विश्लेषण गरिसकेपछि यी कुराहरू त भिन्न भिन्न रहेछन्। कुनै पनि पार्टीको सभापति हुने कुरा र संसदीय दलको नेता हुने कुराहरूमा चाहिँ भिन्नता छ, यसको सिलेक्सनको प्रक्रिया पनि भिन्न छ भन्ने मलाई चाहिँ बोध हुन आएको छ र योसँग सम्बन्धित केही थप कुराहरू छन् भने हजुरले पनि एड गर्न सक्नुहुन्छ। फेरि हामीले संसदीय दलको नेताको मात्रै कुरा गरिरहँदा संसदीय दलको नेता मात्रै प्रधानमन्त्री हुन पाउँदछ भन्ने हामीमा प्रश्न गयो भने त्यो गलत हुन जान्छ। यदि प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत आएन भने दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूको गठबन्धन हुँदा कुनै पनि प्रतिनिधि सभाको सदस्य यदि निजले बहुमत प्राप्त गर्न सक्दछ विश्वासको मतबाट भने त्यस्तो अवस्थामा निज व्यक्ति पनि प्रधानमन्त्रीको रूपमा नियुक्त हुन सक्दछ। यसबाहेक अन्य व्यवस्थाहरू संविधानको धारा 76 का अन्य उपधाराहरूमा उल्लेखित छन्, त्यहाँ गएर पनि हेर्नुहुन्छ। मैले बुझे जानेको कुराहरू हजुरलाई सेयर गरेँ, हजुरहरूले बुझ्नुभयो होला भन्ने अपेक्षा राखेको छु। धन्यवाद।